हेलो गाइस, वेलकम टु न्यू भ्लग। आयो हजुरहरू सबै सन्चै हुनुहुन्छ होला मलाई लाग्छ। आजको भ्लग कहाँबाट सुरु हुन्छ भन्दाखेरि म भर्खरै अम्म गर्दै थिएँ अनि मोटरसाइकल अनि त्यहाँपछि बाहिर आएँ। सुरुवात गरेँ भ्लगको अनि जम्मै पानी पर्दै हुनुहुन्छ त म यता छु। अनि भित्र त्यो 9 क्लासको किताबहरू उता राख एक ठाउँमा धेरै खेत थियो भन्नु थियो। त्यही यता छ मेरो भाइ हो, अम्म गर्दैछ। म छु अनि सक्नुहुन्छ बाहिरको पत्थरपट्टि यता सब गर्दै हुँदै गर्दैछ अनि यहाँ छु म। मेरो सुत्ने कोठा यही हो। यहाँ सुत्छु, यहाँ कपडा यस्तै फाल्या अनि यही हो किताब मिलाउनु पर्ने हो, कता मिलाउने हो। 9 क्लासको किताब यता छ एकछिनमा यता राख्छु हेरौँ। मिलाउनु छ, गर्नुमा छ, कपडा मिलाउनुमा छ अनि यो सबै किताबहरू वर्ष एकछिनमा यता यो डबल यता राख्छु। कठ्या चाहिँ हाल्ने हो, मगाइ चाहिँ अब यो छुट्याउँछु, यो कता कता राख्ने हो हेर्दै गर्नु। लगायत मैले हल्का किताब सिताबहरू मिलाइहालेँ, कपडा पनि मिलाइहालेँ, हल्का अघि भन्दा हल्का राम्रोसँग मिलाइहालेँ अनि यता पनि राखेको छु कपडा। यो बुकहरू मिलाइहालेँ अनि यति सब बुक जति यहाँ अलिअलि भरिको कट्ठा यो अनि अब गाइस एकछिनमा म खाना खान्छु, खाना खाइसकेपछि स्कुल जान्छु। लगाएछ म खाना खानु लागिसक्यो। खाना नबिसाउँदाखेरि यो दाल जस्तो छ अनि भात चटनी साग छ, यो खान्छु गाइस अनि म अब स्कुल जान्छु। खाइसकेपछि यहाँसम्म आउँछु अनि स्कुल देखाउँछु एकछिन अनि त्यहाँदेखि स्कुल जान्छ अनि स्कुल गाइस स्कुलबाट पुगिसकेँ। अघि बिहान देखा होला हौ, यहाँसम्म पाएको देखाएन गाइस। त्यो यो यस अर्को बाटो गइहाल्यो किन भन्दाखेरि हल्का यसको घरमा ढिलो खाना पाकेको रहेछ, त्यही भएर खाना ढिलो पाकेको रहेछ अनि त्यही भएर हल्का यो ढिलो आयो। उताबाट गइगयो, म यताबाट गइहालेँ अनि यहाँ छ फ्यामिली यहाँ छ साइकल यसको, यहाँ छ यो गाडीको नाम के अरे एस फरारी ल्याम्बो आई लभ माई भेट भने यो होला हो। गाइज यस्तै छ आजको यो जो लास्टै गर्मी छ गाइज, पुरा पसिना भएको छु। अब हेर्दै गर्नुहोस् गाइज, पछि के हुन्छ देखाउँछु हजुरलाई अहिले। गाइज म अब क्रिकेट खेल्न जान लाग्छु। अघि देखाएको थियो होला, म स्कुलबाट आएको अघि हजुरहरूलाई देखाएको थियो होला। अनि अब म उताको त्यो स्कुलमा क्रिकेट खेल्न जान लाग्छु। यी भाइहरू यहाँ छन्, भन्छ भाइ लाइक एन्ड सब्सक्राइब यी सबले भने खान यिनीहरूले गरिदिनु भनेर गरिदिनु होला गाइज। र अब हामी सिधै त्यहाँ स्कुलमा पुगेर देखाउँछौँ। गर्मी पनि छ तर के गर्ने, घरमा बसेर त हुँदैन नि, एउटा खेल्नु पनि पऱ्यो। त्यही भएर हामी खेल्न जान लाउँ। लगायत अब स्कुलमा गएर भेट्छौँ त्यहाँ क्रिकेट खेल्ने ठाउँ। लगायत हामी यहाँ स्कुलमा पुगिसक्यौँ क्रिकेट खेल्ने ग्राउन्डमा। हेर्नु सक्नु त्यो हो स्कुल, यहाँ खेल्ने हामी क्रिकेट ग्राउन्ड। ब्याट यहाँ छ, बल उथेल समातेर हामी यहाँ छौँ। अब हामी पालो पालो खेल्नेवाला गराउँछौँ, 4 जना हौँ। ढाडमा हान्ने अनि को फर्स्ट को सेकेन्ड भनेर यसको ढाडमा म गराउँछु गाइज, हेर्नु सक्नुहुन्छ ल है। रोक्न के हुन्न, म गर्छु हेर्छु क्या। यो को लागि शरदलाई, यो अनि यो लगाएछ। म लास्ट भएँ, भाग्य यस्तै छ। यो भाइ उयो भाइ फर्स्ट भयो, त्यो बलिङ यो फर्स्ट भयो, सेकेन्ड थर्ड फोर्थ। लगाएछ म किप्पर लाग्छु। किप्पर लागेर म देखाउँछु यो मिलाउँछन् पहिला चाहिँ सिस्टम। ट्राइबल भयो है बल है, आउट है आउट। यहाँ छ लगाएछ म गर्छु बलिङ, म गर्छु अब। लगाएछ फाल्दै गरेर छ बल, यसको पालि छ बल फाल्ने ल। ओ नो, द्याट्स अ ट्राइबल गाइज। यो चाहिँ ट्राइबल थियो। आउट 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 गाइज, आउट आउट, द्याट्स आउट गाइज ल।
बलिङ गर्ने त्यहाँ छ ल घर बलिङ ओए यार तै त्यही लगा आउँछ भयो दामी ल मेरो बलै देखिन्न त के भएर वाउ हाम्रो यी बलर पाटीदार त चल्यो नै चिक्यो होला विराट कोहली चल्यो नै चिक्यो होला ल भइसक्यो हाम्रो प्लेयर वाइट हो क्या वाइट वाइट मेरो मेरो खेल्ने लगायत यिनीहरू क्या जादु देखाउँछु भन्दै थियो क्रिकेट खेल्दा खेल्दै यिनीहरू जादु देखाउनु लाने क्या बिहोस हुने अरे यस्तो ट्रिकले क्या बिहोस हुन्छु भनेर यिनीहरू हजुरलाई म देखाउँछु बिहोस हुन्छन् कि हुँदैनन् यिनीहरूको जादु सक्सेसफुल हुन्छ कि हुँदैन हेर्दै गर्नु लगायत ल देखाउ नहोस् न घाँटी सानो गयो जस्तो रियल हो यो साँच्ची अहिले अहिले एकछिन झम्म हुन्छ यसलाई उठ्न त उठा हल्ला भन्छ नि दाजु ट्राई तरै ट्राई हान्छ लगायत फेरि गरौँ ल अर्को जादु घाँटी सानो खोज्नु खोज्नु जति हो बाबुले ए छाड्दै लगायत साँच्चीको बिस भइगयो के सम्झ जस्तो लाग्थ्यो कि नि ए भन्यो उठ त उठे अब लगायत चाहिँ यसमा अब प्रश्न हुन्छ यसलाई कस्तो कस्तो महसुस भयो कि भएन भनेर ल रोक लगायत चाहिँ यसलाई मैले सोध्छु अब यसलाई कस्तो एक्सपिरियन्स भयो भर्खर बिहोस भएको थियो अरे यो रियलमै हो अरे ठगे पनि होइन अहिले कसम पनि खान्छ यो गाइज हेर्न सक्नुहुन्छ है ल पहिला चाहिँ कसम खाँदा रहेछ रियल हो किनभने र रियल हो भनिसक्यो हेर्न सक्नुहुन्छ गाइज अब यसमा सोध्छु म यसलाई के कस्तो महसुस भयो ल हेर्न सक्नुहुन्छ ल तँलाई कस्तो महसुस भयो उम्बिएर न भन उसमै थिएन सिधै उम्बिएर एक ठाउँमा यताउताका कुरा सुनिरहेको अनि अरू थाहा छैन के सोची थियो कि नै मर्ने जस्तो लागेको थियो आफूलाई के दुख्यो जस्तो केही ठ्याकेको थियो ऊ नलागे बेला घाँटी चेपे बेला अर्कै लागेको थियो किन आफूलाई केही लागेन
केही भएन सिधै ढल्छ सिधै ढले हावा तालमा जस्तै हेर्नु सक्नुहुन्छ गाइस हेर्नु के पो हामीलाई थाहा छैन साइन्टिफिक रिजन हो कि के को रिजन हो हजुरहरू यसो रिसर्च गर्नु होला यसको बारेमा यहीँनिर जादु देखाउँछन् कहिले के गर्छन् गाइस ल गाइस आजको भ्लग के कस्तो भयो राम्रो छ कि राम्रो छैन गाइस भन्नु होला कमेन्टमा ल गाइस आजको भ्लग यति नै भोलि अब अर्को भ्लग आउँछु होला हेर्दै गर्नुहोस्